मल्टिप्लाई गरेर ओभरअल क्याचमेन्टलाई भ्यालु निकाल्ने काम चाहिँ मैले तपाईँहरूलाई छोडिदिया हो होइन। अब इनकेस त्यसमा नि इस्यु छ भने आविसले चाहिँ केही डेभलप गरिसकेछ त्यो फलोअप गर्नु होला है त्यसमा। म चाहिँ एक्चुअली त्यो कोडमा जान्छु हाम्रो यो ओके इनर्जी इलिभेसन ब्यान्डको कोडमा जान्छु एक्चुअली है। अनि यसैबाट डिस्कसन गरौँला हामी। यो मैले आविसकै क्याचमेन्टकै काम गरिरहेको छु त्यही देखाउँछु है त म। ओके ओके देखिरहेको छु मेरो स्क्रिन कि छैन? गेम प्रोसेसिङको हामीले ल अहिले एकछिन है। यो हामीले पहिला एउटा अनलाइन पनि गरेको थियो होइन, जहाँ चाहिँ यो ट्रु होराइजनबाट तपाईँहरूले सायद यो सोलर रेडिएसन सबै मन्थको लागि निकाल्नु भयो होइन। अनि त्यसै त्यो भ्यालुलाई चाहिँ फेरि जिसमा लगेर यो टेक्स्ट फाइल चाहिँ बनाउनु भएको छ होइन। टेक्स्ट अल मन्थ्स भनेर यो मार्चको नि छ। अहिलेलाई हामी यो अल मन्थ्समै बस्छौँ होइन। हरेक महिना चाहिँ हामीसँग एउटा नयाँ सोलर रेडिएसनको चाहिँ भ्यालु हुन्छ हाम्रो इलिभेसन इनर्जी ब्यान्डमा होइन। अनि यसैको आउटपुटलाई युज गरेर तपाईँको जुन इनर्जी हरेक इनर्जी इलिभेसन ब्यान्डमा कति चाहिँ हाम्रो इन्कमिङ सोलर रेडिएसन छ त्यसलाई चाहिँ मोडल इनपुट फ्रेन्डली बनाउन हामीले चाहिँ यो आरको कोड छ होइन। आरको कोड चाहिँ हामी युज गर्छौँ जहाँ चाहिँ तपाईँको आउटपुट फर्स्ट तपाईँको डेटा जहाँ फेरि यसलाई सानो गरेर हेरौँ तपाईँको डेटा मिनिङ ग्लेसियरको फाइल, सबबेसिनको फाइल अनि हाम्रो डेमको फाइल है। यो तीनटा फाइल सायद तपाईँहरूसित छ होला। एकचोटि मात्रै जस्ट फर इक्जाम्पल खोल्छु म। जस्तो यो चाहिँ डेमको फाइल भयो होइन, टीएक्सटी आई थिङ्क सबैजनासित छ होला। त्यस्तै ग्लेसियरमा चाहिँ जहाँ ग्लेसियर छ त्यहाँ भ्यालु 1 हुनु पर्यो, अरू ठाउँमा -999 छ होइन। त्यस्तै सब बेसिनमा हाम्रो एउटा मात्रै सब बेसिन भएको कारणले गर्दाखेरि हाम्रो चाहिँ एउटा मात्रै सब बेसिनको भ्यालु छ। इनकेस 2-3वटा सब बेसिन हुन्थ्यो भने हाम्रो नम्बर पनि 1 देखि 2 3 हुँदै एन्ड सो अन त्यसरी हुन्थ्यो है। त्यो यो फाइल आई थिङ्क सबैजनासित छ होला होइन। अनि त्यसपछि चाहिने अर्को भनेको तपाईँले जुन सोलर रेडिएसनको लास्ट स्टेपमा निकाल्नु भएको यो रिजल्टहरू छ होइन। यो पनि हामीले एज एन इनपुट हाम्रो यहाँ कोडमा चाहिँ चाहिन्छ हामीलाई होइन। इनपाथ भन्नेमा छ यो। मैले चाहिँ मार्चको युज गरिरहेको छु तर अहिलेको लागि जुन त्यो ओभरअल मन्थ्सको लागि छ त्यही नै युज गरौँ है। यहाँ चाहिँ के भ्यालुजहरू चेन्ज गर्नुपर्छ हामीले म्यानुअली। अब यो चाहिँ रिड गरेर गरे नि हुन्थ्यो, मैले चाहिँ यो रिफर्मेट गरेको छैन कोड, त्यही भएर के भ्यालु चाहिँ म्यानुअली दिनुपर्छ होइन। नम्बर अफ ब्यान्ड्स 40वटाले सायद पुग्छ होला। इन केस हामीसँग कुनै इलिभेसन ब्यान्डहरू छैन भने चाहिँ त्यहाँ चाहिँ भ्यालुहरू 0 आउँछ। त्यही भएर अहिले के फरक पर्दैन, 40वटा राखिदिनु भयो भने चाहिँ हाम्रो इलिभेसनको ब्यान्डको रेन्ज चाहिँ 200 मिटरको हुन्छ होइन, त्यो 200 मिटर्स। इनर्जी क्लासेस हाम्रो 10वटा इनर्जी ब्यान्ड होइन। अनि अहिलेको लागि 40वटा इलिभेसन ब्यान्ड्स है। 40 राखेको भएर इनकेस यहाँ 30 राख्थ्यो भने अब 30 राख्दा एकदम हाई अल्टिट्युडमा चाहिँ त्यो 0 देखि जाँदाखेरि चाहिँ पुग्दैन। जस्ट 40 राख्यो भने चाहिँ आई थिङ्क सबै हाई अल्टिट्युडको चाहिँ क्याप्चर गर्छ यो चाहिँ होइन।
अनि त्यसै पिक्सेल साइज यो 250 हाम्रो यो डेमको फाइलहरू हेर्नुभयो भने सबै 250 नै हामीले बनाएको हो, त्यही भएर यो सबैको लागि एउटै नै हुन्छ होइन। नम्बर अफ इनर्जी म्याप भनेको हाम्रो त्यही 12वटा मन छ, त्यही भएर 12वटा इनर्जी म्याप। अब यो स्टार्टिङ भ्यालु मात्रै हो यो दुइटै, इलिभेसन ब्यान्ड र इनर्जी ब्यान्डको स्टार्टिङ भ्यालु। अनि चेन्ज गर्नुपर्ने भनेको नम्बर अफ रोज एन्ड कलम्स है। तपाईँको चाहिँ यो सबै क्याचमेन्टको लागि फरक हुन्छ। आविसको केसको लिएको हो मैले 102 र 94 छ है। नम्बर अफ रोज 102, नम्बर अफ कलम 94। यो भ्यालु चाहिँ तपाईँहरूले चाहिँ एकचोटि आफ्नो क्याचमेन्टको लागि आफै चाहिँ हेर्नुपर्ने हुन्छ। त्यो कोड जुन चाहिँ मैले अघि भर्खर पठाएको त्यो आरमै ओपन गरेर तपाईँले आफ्नो इन पाथ होइन, डेटा भएको पाथ अनि यो सोलर रेडिएसन भएको पाथ र स्पेसली यो नम्बर अफ रोज एन्ड कलम्स यो चाहिँ चेन्ज गर्नु है, बेस्ड अन तपाईँको डेटा सेट। त्यसपछि चेन्ज गर्नुपर्ने अब कसैको यो नामहरू जस्तो यो मार्क्स भनेको चाहिँ हामीले त्यही सब बेसिन चाहिँ हाम्रो 1 भएको कारणले हाम्रो टोटल हाम्रो डेमको जहाँ चाहिँ भ्यालु छ त्यहाँ चाहिँ भ्यालु 1 सब बेसिन राखेको हो हामीले होइन। तर तपाईँको केसमा आई डोन्ट नो सब बेसिन समथिङ क्याचमेन्टको नाम होला के होला, यो नाम चाहिँ अब मैले फेरि आविसकै नामबाट उसको यहाँ जे नाम थियो त्यसैबाट लिएको हो होइन। फेरि जाउँ जस्ट टु चेक। जस्तो डेम सब बेसिन भन्ने नाम छ यहाँ होइन। त्यस्तै डेम आसी भन्ने छ अनि ग्लेसियर आसी भन्ने छ। अब इनकेस यहाँ कसैको अरू नाम हुन्छ भने त्यही अनुसारले चाहिँ चेन्ज गर्नु होला है त यो नामहरू। त्यति भएपछि आई थिङ्क वी आर फाइन। यो सबै कोड फर्स्ट हाफ अफ कोडले चाहिँ कम्प्युट गर्छ, हामीलाई चाहिने रिजल्ट कम्प्युट गर्छ, तर फर्मेट चाहिँ त्यो रेलेभेन्ट फर्मेट हुँदैन। त्यही भएर सेकेन्ड हाफ अफ कोडमा चाहिँ त्यो फर्मेटलाई चाहिँ हामीलाई चाहिने फर्मेटमा चाहिँ राखिदिएको छ होइन। याद गर्नुपर्ने तपाईँले यो रिजल्ट कहाँ राख्नुहुन्छ है। मैले चाहिँ यो फोल्डरमा राखेको भएर यो नाम दिएको छु। तपाईँले चाहिँ त्यही अनुसारले आफ्नो वर्किङ डिरेक्टरी चाहिँ सेट गर्नु होला। यो दुईटा माथिको एउटै नै हो, त्यसलाई जस्ट फोल्डर इक्वल्स टु यो गरे एनडिआर गरे पनि हुन्छ। तर एनिवेज यो चेन्ज गर्नु होला, यो ठाउँ चेन्ज गर्नु होला अनि फेरि फोल्डर त्यही नै छ। त्यति भएपछि आई थिङ्क इट्स फाइन है। सबैजनाको त्यो सोलर रेडिएसनको आउटपुट छ, मलाई कन्फर्म गरिदिनु त यहाँ। गौरव के छ, सोलर रेडिएसनको आउटपुट छ तपाईँको? छैन सर। छैन? के इस्यु भयो? गरै छैन सर। भन्नाले नजानेर कि नगरेर? नगरेर अहिले अर्को त्यो गरिरहेको थियो, के भन्छ रिभर इन्जिनियरको बनाउँदै थियो सर। त्यो रेकर्ड गरेको छ नि आविस पहिलाको हाम्रो यो सेसनको होइन? ओके, त्यो चाहिँ अब एक्चुअली आफैले रन नगरेछ थाहा हुँदैन, त्यो रन गर्नु होला होइन। म चाहिँ अहिले आविसले गरिरहेको यो सोलर रेडिएसनको उसको आउटपुट चाहिँ पठाइदिन्छु होइन। अहिले सँगै हामी रन गरौँ होइन। त्यसपछि त्यही फाइललाई हाम्रो क्याचमेन्टकोमा लगेर इनपुट गर्दा नि, हाम्रो मोडलमा लगेर इनपुट गर्दा नि केही फरक पर्दैन है त। इनकेस तपाईँको आफ्नै छ भने तपाईँको आफ्नै फाइल युज गर्नु होइन। इनकेस छैन भने म फेरि त्यही आविसकै फाइलहरू चाहिँ पठाइदिन्छु है यहाँ। अनि सर त्यो डेम र सब बेसिन टेक्स्टहरूमा रहेछ, त्यो चाहिँ के गरिरहेको? कुनै कोड रन गरेर आएको कि होइन? त्यो त जिसबाटै हामीले रास्टरलाई टेक्स्टमा लगाएको हो नि। त्यो जिसमै गर्न मिल्छ होइन। हाम्रो टिफमा भयो, इनिसियली टिफमा हुन्छ, त्यसलाई चाहिँ हाम्रो क्याचमेन्टको एरिया बााउन्ड्री निकाल्ने अनि त्यसलाई नै एक्सपोर्ट गरेर सेभ एज टिएक्सटी गऱ्यो भने त्यो जिसमै हुन्छ। यो जिस पनि छ कि नै गौरव? जिसको फाइलहरू छ कि नै? जिसको फाइलहरू डेमहरू चाहिँ छ सर। ग्लेसियरहरू छ? .t फर्ममा छ जस्तो लाग्छ। ल ठिकै छ। अहिले जस्ट रन गर्नुको लागि म यो आशिषको फोल्डर पठाइदिन्छु होइन।
अनि त्यसबाट चाहिँ ट्राई गरौँ है। यो अघि मैले पठाइदिएको छु कोड अनि यो फाइलहरू पछि नै ओके कोड र यो जुन चाहिँ छ अहिलेको लागि आबिसको फाइलहरू एकचोटि डाउनलोड गर्नु होइन। यो डाउनलोड गरिसकेपछि एकचोटि हामी रन गर्छौँ। जस्तो मैले अहिलेलाई चाहिँ रन गरेँ यो भएको त्यसमा चाहिँ हाम्रो इलिभेसन र इनर्जी ब्यान्ड चाहिँ हरेक महिनाको चाहिँ अहिले प्रिन्ट भइरहेको छ। धेरै टाइम लाग्दैन। ओके हाम्रो सबै आउटपुटहरू भयो। अब आउटपुटहरू चाहिँ यहाँ अब अरू विभिन्न यो डेटा सेटहरू पनि सेभ हुन्छ। हामीलाई चाहिने प्राइमरी आउटपुट भनेको हाम्रो इलिभेसन ब्यान्ड होइन। अनि यो इनर्जी ब्यान्डवाला हो। यसमा चाहिँ तपाईँले देख्न सक्नुहुन्छ यहाँ अब टपमा विभिन्न नेमहरू छ होइन। जस्तो गिभन इलिभेसन ब्यान्ड, गिभन इनर्जी ब्यान्ड र गिभन बेसिनको लागि हाम्रो कुन पर्सेन्टाइलको लागि मिनिमम इनर्जी कति, म्याक्सिमम इनर्जी कति होइन। यसमा एरिया कति छ, ग्लेसियर एरिया कति छ, यो इन्फर्मेसन छ। तर हामीलाई मोडलको लागि चाहिँ स्पेसिफिक फर्मेटको चाहिँ इनपुट चाहिन्छ होइन। त्यही भएर यो जुन चाहिँ रिजल्ट छ मोडल इनपुट भनेर हामीलाई मोडलको लागि इनपुट गर्न चाहिने भेरिएबल्सहरू यही नै है। अब यसमा चाहिँ हेडिङ छैन, त्यस कारणले त्यो इन्टरप्रेट गर्न अप्ठ्यारो हुनसक्छ। जस्तो अब इलिभेसन ब्यान्ड हाम्रो 0 देखि 200 एन्ड सो अन 8000सम्म छ। अब आइदन आबिसको केसमा एभरेजसम्म छ भने त फेरि यो 42सम्म बनाउनु पर्छ होला अहिलेको कोडमा है। इनकेस त्यो क्याचमेन्ट एरिया हाम्रो एभरेजसम्मै छ भने हामीले चाहिँ यहाँ जस्तो 40 गरायौँ, यसलाई चाहिँ 42 गराउनुपर्छ। नभए अरूकोमा चाहिँ सबैमा पुग्छ होला, किनभने हाम्रो हाइएस्ट नै 8000सम्म छ होइन। 8000सम्म भयो त सबैकोलाई पुग्छ होला। एनिवेज यहाँ इन्फर्मेसन भनेको तपाईँको इलिभेसन ब्यान्डको सँग कति एरिया छ। हरेक इलिभेसन ब्यान्ड 18 नम्बरको इलिभेसन ब्यान्डमा हाम्रो कति छ 37,000 एन्ड 3,75,000 3,75,000 मिटर स्क्वायर अफ एरिया है। त्यसपछि इनर्जी ब्यान्डमा चाहिँ तपाईँको फेरि हाम्रो सब बेसिन अनि त्यसपछि इलिभेसन ब्यान्डमा इनर्जी ब्यान्ड होइन। त्यसमा चाहिँ तपाईँको क्याचमेन्ट एरिया कति छ फर्स्ट अफ अल, अनि यो लास्ट कलममा चाहिँ ग्लेसियर एरिया कति छ है। यति मात्रै हो यसमा हुने इन्फर्मेसन। अनि सबैभन्दा अब हाम्रो स्नो प्रोसेस, ग्लेसियर प्रोसेसहरूलाई हुने यसमा चाहिँ कति इनर्जी चाहिँ रिसिभ गरिरहेको छ तपाईँको गिभन इनर्जी इलिभेसन ब्यान्डले है। सपोज बेसिन 1 मन्थ 1 इलिभेसन ब्यान्ड 19, इनर्जी ब्यान्ड 1 को लागि यसको इनर्जी कति छ 7.86 वाट पर मिटर स्क्वायर चाहिँ यसले रिसिभ गरिरहेको छ है। एन्ड सो अन अरूको लागि त्यसरी। आई थिङ्क मैले चाहिँ मार्च भनेर एउटै भ्यालु चाहिँ युज गरेर तपाईँको यसमा त्यो होल मन्थको लागि गर्दा हुन्छ है। सबैको डाउनलोड भयो अघि फाइल के छ, अघि फाइलहरू डाउनलोड भयो कि नै त्यहाँ वाट्सएपको?
यो मोडल नि मैले पठाइदिएको छु अहिले हामी स्याम्पल रन गरेर हेर्न सक्छौँ यो मोडलमा त्यो इचिमोड डाटा प्री प्रोसेसिङ भन्ने जिप फाइल डाउनलोड भयो सुशान्त के छ सुशान्त पनि खै त अघि त भयो जस्तो लाग्यो छैन आविषको भइ गौरवको भयो मात्रै को खै को आउँदैछ फेरि डाउनलोड त भयो सर ल गौरव एक्चुअली रन गर्नु त त्यो आर कोड र त्यो जुन चाहिँ आविषको फाइल छ होइन आविषले आफै ट्राई गरेको न अघि ठिक छ अब हामी के गर्छौँ तिनजना पढ्छौँ कि के गर्छौँ त यहाँ त छैनन् त जनताहरू ओके एनिवेज है ल ठिकै छ गौरव एक्चुअली यो ट्राई गर्नु होइन तपाईँले एकछिनमा त्यो कोड र सिम्पली तपाईँले फोल्डर अनि त्यो नम्बर अफ रोज कलम चेन्ज गर्नुभयो भने त्यस्तो इस्यु हुनु नपर्ने हो सँगसँगै के त्यो इनपुट पनि कहाँबाट हाल्ने ठ्याक्क इनपुटमा के हाल्नु पर्ने प्रोसेसिङ डाटा अब यो फर्स्ट इन पाथ भन्नेमा जहाँ जहाँ चाहिँ तपाईँको डेम होइन ग्लेसियरको रास्टर अनि सब बेसिन जुन चाहिँ अहिलेको स्याम्पलमा आविषको डाटा रन गर्ने हुन्छ तपाईँको भयो तपाईँको छैन अहिले होइन भनेपछि यो आविषको यो फोल्डर जुन जता छ नि 1.1 डेटा भन्ने त्यो फोल्डर चाहिँ यहाँ चेन्ज गर्नु पर्यो यो फर्स्ट इन पाथमा हैन यो चेन्ज गर्नु पर्यो यसको पाथ खोज्दा सर मेरो आविषकोमा आउटपुट इनपुट र EXE भन्ने आयो खोल्दा यो दुईटा छ नि एउटा इचिमोड प्री प्रोसेसिङ भन्ने छैन अर्को फाइल सुरुमा त इनपुट आउटपुट र EXE आयो सर आविषमा डाउनलोड गर्दा त्यसको माथि अर्को फोल्डर छ त राजा इचिमोड डाटा प्री प्रोसेसिङ भन्ने हैन यो फोल्डर यहाँ चेन्ज गर्नु पर्यो हैन त्यस्तै यो सोलर रेडिएसन मैले चाहिँ अब मार्चको राखेको छु तर त्यहाँ त्यो ओभरअल मन्थकै राख्दा हुन्छ रिजल्टमा सरी सोलर रेडिएसनको टेक्स अल मन्थ्स भन्ने छ हैन यसैलाई यहाँ चेन्ज गर्नु पर्यो इन पाथमा आफैले सेभ गर्ने कि होइन त्यो आविषकै जुन चाहिँ अहिलेको फोल्डर छ नि इचिमोडको त्यो प्री प्रोसेसिङ भनेको होला यो फोल्डर छ नि त हैन डाटा प्री प्रोसेसिङ भन्ने होला यहाँ भित्र सोलर रेडिएसन भित्र टेक्स अल मन्थ भित्रको कपी पेस्ट गर्यो भने यसमा यो फोल्डरलाई कपी गर्ने हैन अनि इन पाथमा लगाएर यहाँ पेस्ट गरिदिनु तर याद गर्नु यहाँ सुरुमा चाहिँ यो हाम्रो ब्याकस्ल्यासमा आउँछ हैन कपी पेस्ट गरेर सपोज मैले यहाँ कपी पेस्ट गरेँ भने
यो चाहिँ ब्याक स्ल्यासमा छ तर आरले चाहिँ ब्याक स्ल्यास रिड गर्दैन त्यही भएर फरवर्ड स्ल्यासमा चाहिँ चेन्ज गर्नुपर्छ सबैमा है कन्ट्रोल एफ गरेर गरे नि हुन्छ तर त्यो गर्दाखेरि कुनै कुनै केसमा हामीलाई त्यो स्ल्यास टीको केसमा चाहिँ फेरि त्यो नि चेन्ज हुन्छ त्यही भएर त्यो याद गर्नु है यहाँ मैले अघि गर्दा नि यो सबैलाई गरेको भएर यहाँ प्रिन्ट गर्दाखेरि त्यो स्ल्यास एन देखाइरहेको छ हजुर त्यो डाटाको एड्रेसमा कपी गर्दा त एन्डमा पनि ब्याकस्ल्यास हुन्छ एन्डमा एन्डमा हुँदैन होला सायद अहिले के थियो एन्डमा छैन आफूले एड गर्नुपर्छ अनि नम्बर अफ रोज एन्ड कलम मैले आविष्कै भएर यही नै हुन्छ होइन तर हाम्रो आफ्नो इन्डिभिजुअल क्यासको फरक हुन्छ नि त त्यो रोज एन्ड कलम त्यो चाहिँ चेक गर्नुपर्छ होइन यहाँ तल जाउँ फेरि यहाँ चेन्ज गर्नुपर्ने अर्को भनेको यो ठाउँ यो वर्किङ डिरेक्टरी अब हाम्रो रिजल्ट चाहिँ कहाँ राख्ने अब 1.4 इलिभेसन इनर्जी रिजल्ट भनेरै सब हाम्रो यहाँ छ होला होइन इलिभेसन इनर्जी रिजल्ट भनेर छ तर यो फोल्डर चाहिँ हामीले यहाँ दिनु पर्यो होला यो मेरै जस्तो हुँदैन नि त मेरो लागि हो यो त होइन आई ग्लेसियर यो भनेको तपाईँको केसमा यही हुँदैन तपाईँले कहाँ राख्नु भएको छ त्यसमै हुन्छ यो फोल्डर चाहिँ चेन्ज यहाँ चाहिँ फेरि डिफ्रेन्ट ठाउँमा छ यो एनडिआर अनि यो फोल भन्ने पनि यहाँ एउटा चेन्ज गर्नुपर्ने छ अनि अर्को फोल भन्नुमा है तीन ठाउँमा चाहिँ त्यो हाम्रो रिजल्ट कहाँ राख्ने भनेर चेन्ज गर्नुपर्छ है ल गौरवको सेटअप भएपछि चाहिँ भन्नु है रन भयो रन गर्नु त सबै error in H simple error MSC call error in evaluating X in selected method for function es.matrix cannot open अनि cannot open file processing the data सुरुको फाइल पनि ओपनिङ भएन पाथहरु हेर्नु त पाथहरु इनर पाथ चेन्ज भयो यो दुईटा माथिको त्यो दुईटा पाथ चेन्ज गरे सर अनि यो ब्याकस्ल्यासहरु सबै इस्यु सल्भ भयो अन्तिममा ब्याकस्ल्यास काट्दै चाहिँ फेरि हाल्नुहुन्छ ह अन्तिममा ब्याकस्ल्यास काट्दिएको थियो फेरि हाल्नुहुन्छ एकचोटि चेक गर्नु त्यस्तै यहाँ जे छ त्यही नै यहाँ राखेको छ भने त्यही राख्नु नै रन भयो सर ल गुड त्यसपछि हामी त्यो अब रिजल्ट कहाँ छ त्यता जानु पर्यो हैन
हामी medium मा घरै हो ए कति आइसक्यो ईशानले ल्याइसक्यो म अहिले क्लास लिइरहेको छु म त्यस्तै आधी घन्टामा भ्याउँछु होला फोन गर्छु होला त भोलि जाने हो ल ल ल त गइराख म यहाँ क्लास सकेर म त फोन गरेछु है त ल सर मैले सुनेन है म यहाँ फोनमा थिएँ सर लास्टमा आउटपुटमा 8 वटा फाइल आयो 6 वटा डट आर डाटा र 2 टा डट टेक्स्ट डाटा अनि फेरि अन्तिममा आएर के वार्निङ मेसेज चाहिँ एउटा एरर चाहिँ देखायो क्यानट ओपन फाइल त्यो रिजल्टको नो फाइल अर डाइरेक्टरी भनेर इन फाइल आई फल्स एपेन्ड ए डब्लु के भन्दै यो चेन्ज भयो यो फोल्डरहरु त्यो सबै चेन्ज भयो फोल्डरहरु सब चेन्ज भएको त्यो लास्टमा रिजल्टमा गएर 8 वटा जति के डाटा पनि आयो फाइल पनि आयो अनि रन भयो रन भएर फेरि अन्तिममा चाहिँ के एउटा एरर पनि देखायो किन क्यानट ओपन द कनेक्सन भनेर एरर इन फाइल इफ एल्स एपेन्ड ए डब्लु यो नो आछ कि न यो मोडल इनपुट भित्र सर यो 1.4 एलिभेसन एनर्जी रिजल्ट्स को मोडल इनपुट भित्र छ नि हजुर यसमा यो छ कि न यो तीनटा चाहिँ छैन तीनटाको सट्टा के छ 01 एलिभेसन ब्यान्ड डट टीएक्सटी छ एनर्जी ब्यान्ड डट टीएक्सटी आयो त्यसपछि एबीजी ईआईआर डट आर डाटा ठीक छ हैन अहिले ठीक छ यो फोल्डरमा यो मोडल इनपुट भन्ने छ फोल्डर छैन सर एकचोटी बनाउनु त नयाँ त्यो न्यू गरेर मोडल इनपुट भन्ने यो फोल्डर बनाउनु त एनर्जी एलिभेसन मोडल इनपुट चेन्ज गरेर त्यो अघिको आउटपुटमा चेन्ज गरिदिनु सर फाइल लोकेसन यो लोकेसन तपाईको जहाँ तपाईले यो आउटपुट दिनु भएको छ नि हैन यो त्यही आशिषकै जुन चाहिँ सब फोल्डर त्यसमै दिने हुन्छ हैन इन केस अरु ठाउँमा दिएको छ भने यहाँ चाहिँ यो मोडल ड्याश इनपुट भन्ने चाहिँ एउटा फोल्डर चाहिँ चाहिन्छ हामीलाई जहाँ चाहिँ हामीलाई चाहिने मोडल इनपुट चाहिँ हामी राख्छौं अर्कै ठाउँमा बनाइदिएको सर त्यो क्लास रिजल्ट भनेर लोकेसन डेम प्रोसेसिङमै राख्ने डेम प्रोसेसिङमै क्लास इनपुट भनेर एउटा फोल्डर बनाएर त्यहीँनिर आउटपुट राखिदिएको छ त्यसपछि त्यही सुरुमा तपाईँले रन भएको चाहिँ देखाए त्यो बेसिन 1 पपुलेटिङ एलिभेसन ब्यान्ड म्याप 1 म्याप 7 भनेर देखायो अनि त्यो चाहिँ सेभ भेरिएबल भनेर थुप्रै देखायो अनि अन्तिममा आएर इन एडिसन वार्निङ पेज क्यानट ओपन फाइल त्यो लोकेसनको नाम दियो त्यसपछि मोडल इनपुट डट स्ल्यास EI डट टीएक्सटी नो सर्च फाइल डाइरेक्टरी फाउन्ड भनेर मोडल इनपुट चाहिँ आएन मेरो ठीक छ अब त्यो फोल्डरकै त्यो लोकेसनको इस्यु होला हैन त्यो चाहिँ एक्चुअली आबिसले चेक गर्दिनु है गर्नुसँग त्यो इन्टरेक्ट गरेर त्यति भयो त्यस्तो इस्यु चाहिँ छैन जस्तो लाग्छ मलाई त्यही नि एकचोटी आबिस चेक गर्नु है केही एरर आयो भने अनि कुरा गरौँला त्यसमा
अब आविसको मात्रै काम अगाडि बढेको कारणले गर्दाखेरि म यहाँ यो मोडल रन देखाउँछु एकचोटि है। मोडल रन चाहिँ मैले आविसलाई अघि पठाएकै फोल्डर हो। यो मोडल चेक भन्ने अब एक्जिक्युटिभ फाइल छ यहाँ होइन, धेरैवटा छ एक्जिक्युटिभ फाइलहरू। यो एज अ होल मोडल नै यो एक्जिक्युटिभ फाइल नै हो। हामीले चाहिँ यो आवरली आउटपुट भन्ने चाहिँ रन गर्छौँ है। यो आवरली आउटपुट चाहिँ रन गरिसकेपछि चाहिँ अब यस्तो केही यहाँ मेसेजहरू आउँछ, एकैछिनमा रन हुन्छ। हाम्रो सिङ्गल बेसिन भएको कारणले गर्दाखेरि 15 इयर्सको पनि विदिन 10-20 सेकेन्ड चाहिँ रन भइहाल्छ है। हामीलाई चाहिने रिजल्टहरू सबै यहीँ छ। एकछिन है, सरी, जस्ट एउटा चिज जुन चाहिँ मैले त्यो मोडल फोल्डर पठाएको छु नि होइन, गौरवलाई स्पेसियली तपाईँले चाहिँ चेन्ज गर्नुपर्ने अथवा हजुरहरूको अरू सबै साथीहरूले नै चेन्ज गर्नुपर्ने भनेको प्रिसिपिटेसन र टेम्परेचर जुन चाहिँ आविसको कोडबाट आउँछ त्यो चाहिँ मिडियममा लगेर राख्नु पर्यो है। अनि याद राख्नु त्यो फर्मेट आविस मैले जे भनेको थिएँ होइन, फर्मेट चाहिँ याद राख्नु है। इनकेस कोडमा छैन भने त्यो कोड मैले रिफर्मेट गरेको कोड पनि दिनु। अनि यहाँ चाहिँ अब त्यो कोडले चाहिँ 1 र 2 चाहिँ राख्दैन होला होइन। यहाँ एउटा भ्यालु 1 भनेको एउटा मात्रै ल्याप्स रेट युज गरिरहेको छ र प्रिसिपिटेसनको केसमा 1 भन्नुको अर्थ सब बेसिन 1 को लागि यो इनपुट हो भन्ने चाहिँ बुझिन्छ होइन। इनकेस हामीसित 2-3वटा सब बेसिन हुन्थ्यो भने फेरि 1 2 3 4 सो अन अनि भर्टिकल्ली अरू भ्यालुहरू हुन्थ्यो। अहिलेको लागि जस्ट 1 सब बेसिन छ, त्यही भएर एउटा मात्रै हामी भ्यालु चाहिँ इनपुट चाहिँ दिन्छौँ मोडललाई है। ओके, यो फर्स्ट तपाईँको मिटियो इनपुट, त्यसपछि इनर्जी इलिभेसन ब्यान्ड जुन चाहिँ अघि हामीले आउटपुट निकाल्यौँ होइन, त्यो चाहिँ यहाँ ल्याएर कपी पेस्ट गर्नु पर्यो। अघि जहाँ जुन चाहिँ त्यो आर कोडले चाहिँ हामीलाई आउटपुट दिन्छ, सिम्पली त्यो फर्मेटहरू सबै मिलिसकेको छ, यसलाई चाहिँ सिम्पली कपी पेस्ट यहाँ गर्नु पर्यो तपाईँले है। यो दुईटा सँगसँगै एउटा चेन्ज गर्नुपर्ने अर्को भनेको प्यारामिटर्समा, सरी प्यारामिटर्समा नगरौँ मैले, टोपोलोजिकल इलिमेन्ट्समा बेसिन्स भन्ने चाहिँ छ होइन। यहाँ चाहिँ मैले आविसको यो चेन्ज गर्दैछु है, बेसिन एरिया इन मिटर स्क्वायर र इलिभेसन इन मिटर्स है। यो चाहिँ मैले चेन्ज गरिदिएको छु। तर गौरव तपाईँको केसमा अफकोर्स यो एउटै हुँदैन होइन। तपाईँले चाहिँ आफ्नो मिन इलिभेसन, यो एरिया, यो चाहिँ एरिया भयो है। अनि यो चाहिँ मिन इलिभेसन तपाईँको क्याचमेन्टको, यो दुईटा भ्यालु चाहिँ चेन्ज गर्नुपर्छ है। यति भएपछि आई थिङ्क अरू अहिलेको लागि हामी अरू विभिन्नको बारे कुरा गर्दैनौँ। हामीलाई चाहिने अर्को भनेको इचिमोड सिम फाइलमा यो टाइम पिरियड चाहिँ हामीले सेट गरिदिनुपर्छ, मोडल कहिलेदेखि कहिले रन गर्ने हो भनेर। अहिले चाहिँ डेटा नै 2010 देखि 24 को छ होइन सबैको आई थिङ्क, त्यही भएर यो टाइम पिरियड राखेको छु मैले। तपाईँलाई सायद अब लेट्स से 2020 सम्म मात्रै रन गर्नु छ भने यसलाई 20 राखिदियो भने अनि यो 2020 सम्मको मात्रै आउटपुट दिन्छ कि यसले। अब चेक गरौँ है। त्यति भएपछि हाम्रो मोडल चाहिँ फाइन छ। अब यो इरर सिरर आयो भने चाहिँ अब पक्कै फर्मेटमा चाहिँ इस्यु हुन्छ होइन, नभए चाहिँ मोडल चाहिँ रन हुन्छ। अब जस्तो यहाँ चाहिँ रन भयो 2020 सम्म है। अब आउटपुटमा अब सबभन्दा रेलेभेन्ट भनेको हामीलाई अघि चाहिँ मैले 24 सम्म गरेको थिएँ, 20 सम्म गरेको भएर यहाँ चाहिँ 20 सम्मको मात्रै रिजल्ट छ है, 20 सम्मको मात्रै रिजल्ट छ। अब हामीलाई सबभन्दा रेलेभेन्ट भनेको यही जुन चाहिँ रन अफ छ होइन, हाम्रो क्याचमेन्टको आउटलेटको रन अफ हो यो चाहिँ। र यो सँगसँगै हामीलाई अरू चाहिने भनेको वाटर इक्विभ्यालेन्ट होइन। हाम्रो क्याचमेन्टको हरेक आवरमा कति वाटर इक्विभ्यालेन्ट चाहिँ छ भ्याल्यु है। यसमा टेम्परेचरले नि ठिकै देखाइरहेको छ, त्यस्तो नराम्रो देखाएको छैन है इराको केसमा। किनभने युजली चाहिँ टेम्परेचर कम भएको कारणले गर्दा स्नो एकदमै जम्मा भएर बस्थ्यो होइन प्रिभियस मोडलहरूमा। तर यसमा चाहिँ त्यस्तो देखिरहेको छैन। आविसको केसमा चाहिँ स्नो चाहिँ मेल्ट नै भइरहेको छ है। यो चाहिँ कति एमएम स्नो वाटर इक्विभ्यालेन्ट चाहिँ हाम्रो क्याचमेन्टमा छ भन्ने रिजल्ट भयो। अर्को भनेको के स्नो कभर एरियाको रिजल्ट चाहिन्छ। जस्तो यो लास्टवाला कलम जुन चाहिँ छ होइन, यो चाहिँ कति फ्रेक्सनल स्नो कभर दिन्छ कि डाइरेक्टली तपाईँको अब 2020 को 6-15 कति एरिया चाहिँ स्नोले कभर थियो है, त्यो चाहिँ 36% चाहिँ हाम्रो स्नोले कभर थियो भन्ने रिजल्ट भयो यो चाहिँ
त्यसपछि ग्लेसियरको मिटर क्युब पर सेकेन्डमा तपाईँको ग्लेसियरको कति छ रिजल्ट, तर मेबी यहाँ चाहिँ हामीले त्यो 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 इफेक्ट चाहिँ देखिन्छ होला। टेम्परेचर कम भएको कारणले गर्दाखेरि ग्लेसियर मेल्ट चाहिँ त्यस्तो हाई चाहिँ देखिरहेको छैन, किनभने फेरि त्यो इराको टेम्परेचर चाहिँ कम्पेरिटिभली कमै छ त्यो भ्यालु होइन। त्यो ग्लेसियर मेल्ट चाहिँ बेसी देखिरहेको छ। एनिवेज यो चाहिँ मिटर क्युब पर सेकेन्डमा तपाईँको भ्यालु आउँछ होइन। अर्को भनेको आउट इटी पनि हेर्न सक्छ। यो चाहिँ कति चाहिँ नेगेटिभमा छ, आई डोन्ट नो वाइ नेगेटिभमा छ, नेगेटिभमा हुनुपर्ने। यो चाहिँ कति चाहिँ भ्यालु बाफ गरेर उडेर जान्छ हाम्रो क्याचमेन्ट भनेर हो होइन। हाई एल्टिट्युड भएको कारणले गर्दाखेरि त्यति धेरै चाहिँ इटी चाहिँ देखिँदैन, तर हाम्रो वाटर ब्यालेन्स गर्दाखेरि कति पानी आयो, कति पानी ग्लेसियरबाट, कति आकाशबाट, कति खोलामा बगेर गयो, कति स्नो एज ए स्टोर भयो भन्ने त्यो जुन चाहिँ मास ब्यालेन्स वाटर ब्यालेन्सहरू हामी गर्छौँ होइन, त्यसमा चाहिँ चाहिन्छ। तर मैले भने फेरि माउन्टेन रिजनको लागि अब इभप ट्रान्सपोर्टेसन त्यति रेलेभेन्ट चाहिँ प्यारामिटर होइन, तर चाहिने चाहिँ हो। नेगेटिभ छ, आई डोन्ट नो वाइ नेगेटिभ छ यसमा, यो कुरा मैले बुझ्नै पर्छ। त्यही नै हो अहिलेको लागि, यतिमै चल्दा हुन्छ। यो एउटा जस्ट वान मोर चाहिँ स्टेट बार _ WE भनेको चाहिँ तपाईँको एट द एन्ड अफ द सिमुलेसनमा है, हाम्रो 2020 सम्म हामीले रन गऱ्यौँ है। 2020 को डिसेम्बरको एन्डमा प्रत्येक इनर्जी र इलिभेसन ब्यान्डको हाम्रो जुन चाहिँ हामीले इनपुट पनि त्यही अनुसारले दिइरहेको थियौँ होइन मोडललाई, अनि आउटपुट पनि त्यही अनुसारले आएको छ होइन। त्यसमा चाहिँ कति चाहिँ भ्यालु छ भनेर चाहिँ दिएको छ यहाँ है। अब यो एक्सेसिभली हाई छ, त्यही 500 भनेको एक्सेसिभली हाई नै हो। यो चाहिँ फेरि इराकै टेम्परेचरले गर्दाखेरि होला होइन, तर हाम्रो प्र्याक्टिसको लागि आई थिङ्क त्यस्तो फरक पर्दैन। हाम्रो हरेक इलिभेसन इनर्जी ब्यान्डमा चाहिँ यहाँ वाटर इक्विभ्यालेन्ट इन MM चाहिँ एभाइलेबल छ है। यो पनि रेलेभेन्ट छ हाम्रो लागि। अनि त्यसपछि यो होइन स्टेट बारको ग्लेसियर मेल्ट, अब यो चाहिँ ग्लेसियर मेल्टको हो होइन। यो पनि किनभने इनर्जी इलिभेसन ब्यान्डको कुरा गरिरहेको छ, यो मोडलको किन अब भनौँ न कम्पेरिटिभली अरू मोडलभन्दा किन बेटर भनेर भन्नुपर्दा चाहिँ यसले चाहिँ डिटेल स्नो र ग्लेसियरको चाहिँ पर्फर्मेन्सहरू दिन्छ भनेर हामीले कुरा गरेको थियौँ होइन। अघि स्नोको भयो जस्तै यो चाहिँ ग्लेसियरको केसमा तपाईँको हरेक इनर्जी इलिभेसन ब्यान्डमा प्रोबेबल ग्लेसियर मेल्ट वाटर कति छ, 10 मिनट्स है। खाऊ एकछिन यो चाहिँ प्रोबेबल यति ग्लेसियर मेल्ट चाहिँ एभाइलेबल छ हाम्रो गिभन इनर्जी इलिभेसन ब्यान्डमा भन्ने इन्फर्मेसन हो होइन। फेरि यो मिलिमिटर्समै ओके। यो चाहिँ अब मोडलले दिने आउटपुटहरू हामीलाई दिने मोरलेस आउटपुटहरू यही नै हुन्छ होइन। अब हामीले चाहिँ यो रिजल्टहरू चाहिँ कसरी चाहिँ रिप्रेजेन्ट गर्ने भन्ने मात्रै कुरा हो। आबिस चाहिँ आई थिङ्क यु क्यान गो अन होइन। यो रिजल्टसँग तिमीले चाहिँ मोडल रन गरिसकेको भएको कारणले गर्दाखेरि यो म अहिले पठाइदिन्छु। कोडको लागि टेम्परेचर प्रेसिपिटेसन आबिसले दिनु, यो इनर्जी इलिभेसनको मैले पठाइदिइसकेको छु। अब हाम्रो फर्स्ट काम भनेको इराको क्यारेक्टरिस्टिक बुझ्नको लागि होइन, नम्बर अफ इभेन्ट्स चाहिँ तपाईँको कसरी चाहिँ सेग्रिगेट भएको छ डेटा सेटमा भनेर चाहिँ निकाल्नको लागि हो होइन। जहाँ चाहिँ हामीले थ्रेसहोल्डहरू इनोर राख्ने, अनि यो थ्रेसहोल्ड भन्दा कम निकालिनुहुन्छ बढी निकालिनुहुन्छ तपाईँको भ्यालुजहरू चाहिँ कति छ, जस्तो 0.01 भयो अन्टिल 0.01 भएको प्रेसिपिटेसन भ्यालुज कतिवटा छ भनेर चाहिँ काउन्ट गर्ने, अनि त्यसलाई चाहिँ एज अ पर्सेन्टेज निकालिने हुन्छ। लेट्स से 20% चाहिँ 0.01 भन्दा तल भएको भ्यालु छ, 0.1 एन्ड सो अन होइन। यो चाहिँ इराको क्यारेक्टरिस्टिक बुझ्नको लागि हो होइन। त्यस्तै अर्को भनेको इराको जुन चाहिँ इलिभेसन छ त्यो ओरोग्राफीबाट र डेमको जुन चाहिँ इलिभेसन छ तपाईँको गिभन डेमबाटै त्यसको इराको ग्रिडको एभरेजिङ गरेर दुईटालाई सबट्र्याक्ट गर्ने,
अनि आइदर इरा माथि छ अथवा तपाईँको डेमको इलिभेसन ओभर प्रिडिक्टिङ छ। त्यो चाहिँ एक्चुअली हेर्नुपर्छ हामी, किन वान अफ द मेजर इरर्स भनेको यस्तो डेटा सेटमा उसको स्पेसियल रेजोल्युसन लार्ज हुने भएको कारणले गर्दाखेरि त्यो सबै भनौँ न माउन्टेनको फिचर्सहरू चाहिँ क्याप्चर गर्न सक्दैन। त्यस कारणले गर्दा नि यस्तो डेटा सेटहरूमा चाहिँ इररहरू चाहिँ इन्ट्रोड्युस हुन्छ है। त्यो बुझ्नको लागि चाहिँ यो एउटा कम्पेरिजन गर्नुपर्छ होइन। अनि यस्तो टाइपको टाइम सिफ्ट प्लट आई थिङ्क धेरै पेपर अब रिफर गरिरहेछ भने देख्नुहुन्छ। कति पानी पर्छ, त्यो पानीले अब रन अफ कति ल्यायो, अनि तपाईँको मोडलको भ्याल्यु प्लस अब्जर्भेसनको भ्याल्यु के भनेर चाहिँ यसरी चाहिँ प्लट गर्न सकिन्छ होइन। यो चाहिँ बेनिफिसियली हुन्छ भोलिको दिनमा मोडलिङको जुनसुकै काममा नि यस्तो प्लटहरूले चाहिँ रिप्रेजेन्ट गर्ने गर्छ होइन। त्यही भएर यो रिपिट गर्न ट्राई गर्नुहोस् यो जुन प्लट छ। अनि त्यसपछिको चाहिँ हाम्रो एन्युअल, अब सुरुमा यो सबै डेटा सेटहरू बुझ्ने तरिका चाहिँ ग्लोबलबाट चाहिँ हामी त्यो त्यसमा आउँछौँ कि भन्नाले ओभरअल स्केलबाट हाम्रो एन्युअल स्केलमा कस्तो पर्फर्म गरिरहेछ मोडलले होइन। एन्युअल स्केल भनेको तपाईँको प्रेसिपिटेसन निकाल्नुहुन्छ, सब प्रेसिपिटेसनलाई जोडेर एक वर्षमा मेबी 1000-1200 पानी पर्छ अथवा हेभिली पर्ने ठाउँमा 1500-2000 पर्छ होइन। त्यो भ्यालु चाहिँ तपाईँले एन्युअल बक्समा गरे नि भयो, लाइन प्लट जे गरे नि भयो। एन्युअल भ्यालु अफ प्रेसिपिटेसन, एन्युअल भ्यालु अफ टेम्परेचर र रन अफ है। यो चाहिँ अब रन अफलाई नि फेरि एमएममा चाहिँ त्यो ट्रान्सफर्म गर्ने ट्राई गर्दा बेटर होइन, किनभने एउटै रेफरेन्स हुन्छ प्रेसिपिटेसन र रन अफको। यसले चाहिँ हामीलाई ओभरअल कति क्याचमेन्टले चाहिँ एक वर्षमा रिसिभ गर्छ र कति चाहिँ क्याचमेन्टबाट चाहिँ पानी बगेर जान्छ है। फर्स्ट इन्फर्मेसन त्यो हुन्छ हामीलाई, त्यो चाहिँ सबै तिनटै भेरिएबलको लागि गर्नु पर्यो। अनि यसमा ग्लेसियर नि सायद याद एड गरौँ होला, ठिकै छ ग्लेसियर पनि एड गरौँ यसमा होइन। अनि सँगसँगै हाम्रो यो मन्थली बक्स प्लट अब सबै जुन भेरिएबलहरू छ होइन, यो सबैको चाहिँ मन्थली बक्स प्लट चाहिँ बनाउनु पर्यो। अनि स्नो कभर एरिया अघि मैले रिजल्टमा देखाएँ स्नो कभर एरिया, त्यो चाहिँ मोडिसको जुन चाहिँ पहिलाको एसाइनमेन्ट थियो होइन, त्योसँग चाहिँ एउटा टाइम सिरिज प्लट अथवा स्क्याटर जुन गरिने हुन्छ, टाइम सिरिज र स्क्याटर, टाइम सिरिज र स्क्याटरै गर्दा हुन्छ है। ओके, टाइम सिरिज र स्क्याटर प्लट। त्यसपछि यो पार्टमा चाहिँ एक्चुअली फेरि डिस्कसन गर्नुपर्छ होला, तर याद गरिराख्नु कि लेट्स से कुनै एउटा दिनमा तपाईँको टाइम सिरिज र मोडिसको भ्यालु चाहिँ एकदमै राम्रो म्याचिङ भइरहेछ भने त्यसको स्पेसियल रिप्रेजेन्टेसन चाहिँ कसरी गर्ने। हामीलाई मोडलले त्यो इलिभेसन इनर्जी ब्यान्डमा दिन्छ रिजल्ट जस्तो यस्तो होइन, गिभन इलिभेसन ब्यान्ड गिभन इनर्जी ब्यान्डमा यति भ्यालु छ होइन। हामीले चाहिँ त्यो भ्यालु चाहिँ स्पेसली चाहिँ प्लट गर्नुपर्छ होइन। अब यो चाहिँ फेरि एकचोटि डिस्कस गरौँला, तर अहिलेको लागि मैले जस्ट फर रेफरेन्स मात्रै राखिदिएँ। अब यो चाहिँ अब यो ओभरअल हाम्रो रिजल्ट चाहिँ र प्रेजेन्टेसनमा मैले पहिला नि भनिसकेँ, तपाईँको एरिया क्याचमेन्ट एरिया, त्यसको ग्लेसियर एरिया कति छ होइन, त्यो किन रेलेभेन्ट छ त्यो क्याचमेन्ट, त्यसपछि इराको लागि कसरी के गऱ्यौँ, अनि त्यो सबै गरेर मोडल रन गरिसकेपछि जुन यहाँ मैले रिजल्टहरू भनेको छु त्यो रिजल्टहरू चाहिँ राख्ने आफ्नो स्लाइडमा। अनि यसैको आधारमा 10 देखि 12 मिनटको चाहिँ प्रेजेन्टेसन गर्ने है त। आविसले सुरु गर्दा हुन्छ होइन, मोडलहरू सबै सेट भइसकेको छ। अब गौरवको चाहिँ अलिकति टाइम लाग्ला। ठिक छ गौरव? ठिक छ सर। एक्चुअली फलो गर्नु होइन, आविस एक्चुअली गौरवसँग इन्टरेक्ट गर्नु होइन, स्पेसली त्यो हाम्रो इलिभेसन इनर्जी र टेम्परेचर प्रेसिपिटेसन दुइटैको लागि मोडल रन भएपछि चाहिँ अनि जुन मैले यहाँ भनेको छु यो स्लाइड चाहिँ अब त्यस्तो डिटेल त छैन, म पठाइदिएर राख्छु, अनि त्यसैलाई फलो गर्नु नि है। अरू साथीहरूलाई नि अब उहाँहरूलाई नि रिक्वेस्ट गर्नु यही अनुसार गर्नु भनेर। ओके, त्यही नै गरौँ है गौरव आविस। जियो पोटेन्सियलबाटै हो, त्यसबाट आउँदैन, प्रेसिपिटेसनबाट आउँदैन होइन। त्यो जियो पोटेन्सियल भनेर मैले दिएको छु नि, त्यसैबाट गर्दा हुन्छ, त्यसैबाट गर्दा हुन्छ।
है त। ल म के को सेडिमेन्टको? उपाय त हुँदैन अब डेटा जे हो त्यही नै हो। कि चाहिँ मोडलिङ हो अनि अब त्यसमा केही इम्प्रुभ गर्न सकिन्छ होइन। तर त्यसको केसमा सेडिमेन्टको केसमा एउटा कोर्लिस डायग्राम हो कि के भनेर मैले ठ्याक्क नाम बिर्सेँ। त्यसको मिनिङ चाहिँ हाम्रो मनसुन सुरु हुँदा र मनसुन सकिँदाखेरि होइन, जो कति कन्सन्ट्रेसन हुन्छ भन्ने त्यो प्याटर्न चाहिँ फरक छ क्या। त्यो प्याटर्न चाहिँ देखिनुपर्छ। आर स्क्वायरमा नदेखे तापनि आर स्क्वायर अब पानी बढ्यो भने सेडिमेन्ट बढ्नु पर्यो, यस त्यो चाहिँ अब लजिकल हो होइन। तर त्यहाँ एउटा प्याटर्न छ कि त्यो मैले नाम बिर्सेँ, तर त्यसको भनाइ भनेको हाम्रो बर्खा सुरु हुँदा चाहिँ कन्सन्ट्रेसन एकदमै हाई हुन्छ होइन। तर बर्खा सकिँदाखेरि हाम्रो बर्खा सुरु हुँदाखेरिको रन अफ भ्यालु सकिँदाखेरि नि त्यही रन अफ भ्यालु छ भने त्यो प्याटर्न चाहिँ त्यसले एउटै चाहिँ युज गर्दैन कि, एउटै चाहिँ फलो गर्दैन कि। मैले त्यो एकचोटि सर्च गरौँला होइन। मैले नाम बिर्सेँ त्यो एक्ज्याक्टली डायग्रामलाई। तर आर स्क्वायर सँगसँगै त्यो पनि इम्पोर्टेन्ट छ है। त्यो एउटा के डायग्राम छ क्या, त्यो जस्तो माथि जान्छ अनि फेरि घुमेर आउने तल आउने डायग्राम छ कि एउटा। मैले बिर्सेँ त्यसको नाम मैले। पेपरमा सर्च गरौँला होइन। अनि इनकेस भेटायो भने म सेयर गर्छु है। ल आबिस फलो गर्नु है, अरू साथीहरूलाई पनि भन्नु, अलिअलि तताउनु। अब यो मोडलिङको लास्टमा आएर यस्तै नै हुन्छ। यो सबै भ्याएपछि हामी छिट्टै प्रेजेन्टेसन गरेर यसलाई चाहिँ ऱ्यापअप गर्छौँ है। ल आबिस गरौँ, थ्याङ्क यू है। म अहिले ल थ्याङ्क यू सर। थ्याङ्क यू गरौँ।